सिरी सिरी हावासँगै फुलहरू फुलिरहेछन् बोटमा। सिरी सिरी हावासँगै फुलहरू फुलिरहेछन् बोटमा। सुख दुःख जे जस्तो भए नि मेरो प्यारो साथीहरूको हाँसो रहिरहोस् ओठमा हो, हाँसो रहिरहोस् ओठमा। नमस्ते नमस्कार साथीहरू, हजुरहरूलाई स्वागत छ फेरि पनि एउटा नयाँ भिडियोको साथमा। साथीहरू आजको न्यू भिडियोमा हजुरहरूलाई फेरि पनि स्वागत गर्दै आज बिहान बिहानी चाहिँ होइन साथीहरू 12 बज्न खोज्दैछ अनि यतिखेर भयो नि मैले चाहिँ भिडियो सुरु चाहिँ गर्न लाग्यो है त साथीहरू। हामीले चाहिँ मान्छे खाएको छैनौँ तर पनि यतिखेर भयो नि भिडियो सुरु गरौँ भनेर। हेर्नु त कस्तो कति धेरै हुने क्या भिडियो बनाइराख्दाखेरि चाहिँ कस्तो मजाले बोल्न आउँथ्यो। अलि यो 2-4 दिन भनौँ न लगभग 10 दिन भयो मैले भिडियोहरू नबनाएको, त्यही भएर कस्तो बोल्दै अप्ठ्यारो अप्ठ्यारो भएको जस्तो चाहिँ भइरहेको छ। के छ बाबु? खोपे गरिरहेको छ बाबुले चाहिँ। ल अप्ठ्यारो अप्ठ्यारो लागिरहेको छ साथीहरू बोल्नलाई पनि, के गर्नु है। ल त यतिखेर भयो नि मेरो भिडियो चाहिँ सुरु भयो। हेर्दै जाउँ आजको भिडियो के कस्तो हुनेछ, हेरेर साथ सपोर्ट दिनु होला साथीहरू। अब चाहिँ के गरौँ, कस्तो अप्ठ्यारो हुने क्या। हेर्नु त साथीहरू मेरो 1 वर्षको मेहनत चाहिँ खतम भएर मलाई कस्तो टेन्सन चाहिँ छ के। अब कहिले हुने हो पहिलेको जस्तो, पहिलेको साथीहरू कहिले भेट्नु भने जस्तो है, कहिले सबैजना साथीहरूसँग हुनु। अब च्यानल पनि यस्तै नै छ, भर्खर सुरु गर्दैछु। अब हेर्दै जाउँ, अब बिस्तारै बिस्तारै मेरो साथीहरूको साथ सपोर्ट भयो भने चाहिँ अवश्य पनि अघि बढ्न सक्ने छु है। तर कति धेरै अब लगभग 1400 सब चाहिँ कम्प्लिट भइसकेको थियो क्या मेरो चाहिँ। अनि अचानक के भयो च्यानल चाहिँ डिलिट भयो। तर पनि अब साथीहरूको मायाले गर्दाखेरि फेरि पनि नयाँ च्यानल खोलेको छु। साथीहरू आइदिनु होला मेरो च्यानलमा, हजुरहरूलाई स्वागत छ है त भन्दै आजको भिडियो चाहिँ सुरु भयो है। साथीहरू अहिले चाहिँ हामी जाँदैछौँ कहाँ भन्दाखेरि हामी चाहिँ लालबन्दी हिँडेको। अनि यो चाहिँ हो नवलपुरको बाटो। नवलपुरको बाटो हुँदै हामी चाहिँ लालबन्दी जाँदैछौँ है त। हेरेर इन्जोय गर्नु होला साथीहरू। अनि आज कस्तो मजाले तुरीहरू फुल्न थालेको हुन्छ, हेर्नु होला, इन्जोय गर्नु होला। अब चाहिँ नवलपुर आउन लागेको छ। नवलपुर बजार ठाउँ है साथीहरू। आउने साथीहरू दिन त दिएको छ है त। आज कस्तो मजाले घाम लागिरहेको छ, अनि तातो तातो घाम लागेको छ अहिले चाहिँ। हामी चाहिँ काम विशेषले हिँडेका छौँ नवलपुर हुँदै लालबन्दीसम्मको। थोरै थोरै भए पनि हजुरहरूलाई देखाउने कोसिस गरेको छु, हेरेर इन्जोय गर्नु होला है साथीहरू। नवलपुरको चोक है साथीहरू। अनि अब चाहिँ हामी उता लालबन्दीतिर लाग्यौँ। उता पश्चिमतिर चाहिँ हरियो जाने बाटो, यता पूर्वतिर चाहिँ हो लालबन्दी जाने बाटो साथीहरू। अनि अब हामी चाहिँ लाग्यौँ
अब चाहिँ हामी ठ्याक्कै आइपुग्यौँ लालबन्दी साथीहरू। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ हो डुमडुमे मन्दिर है। यहाँ चाहिँ लालबन्दीको मन्दिर हो। अब चाहिँ हामी लालबन्दी चोकमै आइपुगिसकेका छौँ। खुल्लै छ। हामी घरतिर फर्किसक्यौँ कामहरू सकेर। अनि अहिले चाहिँ हामी चितानको बाटो हुँदै फर्केको छौँ। अनि यो चाहिँ हो सर्लाहीको चितान मन्दिर। यहाँ चाहिँ चितान मेला लाग्छ, ठुलो मेला लाग्छ फागुनमा। अनि हामी चाहिँ चितानको बाटो हुँदै हामी चाहिँ घरतिर फर्क्यौँ साथीहरू। अब चाहिँ साथ पर्नु लागिसकेको छ। अनि चाहिँ चिसो चिसो हुन थालिसकेको छ। अनि यो साँझ पख चाहिँ हामी चाहिँ लाग्यौँ साथीहरू घरतिर। नानीहरू के गरिरहेको होला भनेर चाहिँ मलाई चाहिँ लागिरहेको छ। हल्का हल्का बिदा है साथीहरू। यहाँ चाहिँ पाकिरहेको छ यम्मी यम्मी मोमो साथीहरू। यहाँ चाहिँ बनाउन खोज्दैछु अचार मोमोको लागि। साथीहरू हामी गएको थियौँ लालबन्दी। अनि लालबन्दीबाट आउँदा चाहिँ नानीहरूले यो सबै चिज रेडी गरेर टक्कसँगले मोमो बनाइओरी राखेका रहेछन्। अनि त्यसपछि अब चाहिँ हाम्रो खाने टाइम चाहिँ ठ्याक्राकै भयो साथीहरू। सबै काम चाहिँ नानीहरूले नि छोरीहरूले मोमोसँग बनाइओरी रेडी गरेर राखेका रहेछन्। अब मोमो पनि पाक्यो। अनि हाम्रो अचार पनि तयार भइसकेको साथीहरू। अब चाहिँ आउनु होला खानालाई साथीहरू। ल है साथीहरू अब चाहिँ ठ्याक्राक्क फटाफट ढिलो नगरी खानुपर्ने हुन्छ। पुरै सेलाइसकेको छ। अब चाहिँ मोमो पनि पुरै सेलाउनु लागिसक्यो। यम्मी यम्मी मोमो खाना आउनु होला। नानीहरू मिठो मार्नु खाएको हजुर मेरो यो खोइ सल गुड नाइट साथीहरू। भोलि फेरि भेटौँला नि त। अनि साथीहरू हजुरहरू मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने चाहिँ साथीहरू मेरो च्यानल यत्रो च्यानललाई चाहिँ सकेसम्म सपोर्ट गरेर यत्रो बनाइदिनु होला। मतलब ठुलो हाम्रो परिवार होस् भन्न चाहन्छु। मेरो सानो परिवार चाहन्छु साथीहरू। त्यही भएर हजुरहरू पनि मेरो च्यानलमा जोइन हुनु होला। अनि मलाई पनि कमेन्ट छोड्नु होला। हजुरहरूलाई म पनि साथ सपोर्ट अवश्य पनि दिनेछु। एकदम हल्ला खल्ला भइरहेको छ। त्यही भएर बाई 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 साथीहरू। गुड नाइट बाई बाई।